हेलो साथीहरु, रिमा थापा युट्युब च्यानलमा सबैजनालाई वेलकम छ। हामी चाहिँ मार्केट जान लागेको, हाम्रो बेना जन भएको छ यता बजार। हेलो साथीहरु, हामी चाहिँ बाटोमा निस्केछौँ है। गरेर हुन्छ क्या चाहिँ जाँदैछ साथीहरु। मेरो भाइले चाहिँ घर जाने साथीहरु, म चाहिँ बाटोमा जाँदैछु। यहाँ चाहिँ मेरो बुढा खाका बाजीको लखनी लाग्ने छ कि झ्वाम्बो भने लफाको गर्ने हो मेरो चाहिँ अब थुप्रै काम छ। के गर्ने हो कस्तो राम्रो जग्गा छ यहाँ त अनि तपाईहरु चाहिँ एकदम साथीहरु माथि हामी चाहिँ यता हिँड्दैछौँ। मेरो भेनाहरू चाहिँ उता आउनुभएको छ पछि हमारा पीछे मेरो बुढा यता एकदम रमाइलो लाग्छ एकदम रमाइलो। आज मेरो भेनाहरू आउनुभएको छ त्यही भएर सोध्ने क्या, त्यही भएर यतै हिँडेको। हामी चाहिँ भेनाहरूको लागि टिकट काट्नु है। हामी चाहिँ टिकट काट्ने ठाउँमा आइसक्यौँ है साथीहरु। हाम्रो बेनार चाहिँ आजै जाने रे। मलाई कस्तो मन दुखेछ, एक रात पनि नबस्ने गरे बरै। आजै जाने रे, मलाई कस्तो रुन मन लाग्यो। टिकट आजकै पायो, के गर्नु भोलिको लागि छैन। मलाई कस्तो नर्मल लागेको छ साथीहरु। हामी चाहिँ टिकट काटेर निस्किसक्यौँ। टिकट चाहिँ आज रातकै भयो के मलाई कस्तो लाग्छ भाइ। अझै जाने रे हाम्रो बेना चाहिँ। के गर्नु है साथीहरु, भने जस्तो हुँदैन। जहिले मन लाग्यो तैले गाडी पाउँदैन, नेपाल जानलाई गाह्रो छ साथीहरु। कति गर्नु होला, मलाई कस्तो मन लागिसक्यो हो। टिकट काउन्टरमा नि छ नि, अगाडि गएर टिकट काउन्टरको लाग्ने क्या हो, छुट्टिने छ नि अलग गोरखपुर दिएर तीनजना यता पछि आ जाऊ गल्ती छ नि हेरु। दिउँसो चाहिँ म एकदम खुसी भएको थियो, अहिले चाहिँ एकदम दुखी छु है। के गर्नु है, यता त कति सुनसान हो, बाटो बन्द भएर एकदम सुनसान। सुस्तरी चलाए तेरो खोपट। हामी चाहिँ सपिङ गर्नको लागि जाँदैछौँ है। मेरो बेना चाहिँ पछि आउनुभएको छ। जसमा नि हौ स्वागत छ मेरो बेनालाई मेरो के अरे युट्युब च्यानलमा। कुडिक लो साले कानु लाम्रो बाफ्रे नि घुमिस्नार मात्र भन्दा पहिला नानी के कपडा लो दे। यस सर, और बोलिए और क्या लेने का? और क्या लूँ? अत रेतेमा का बेंगर ले चल रेत किनेमा सबैको उसमा उस गर्छ क्या हो। साथीहरु, हामी चाहिँ मोबाइल दोकानमा आयो। के गर्न आएको होला त हामी यहाँ, किन आएको होला? हामी चाहिँ
आएको थाहा छैन कस्तो क्या यो चस्मा लाउने मान्छेहरू पैसै घटाइदिनु यार के भन्छ र साथीहरू मोबाइल लिएर निस्किसक्यौँ है हामी दुईवटा मोबाइल टकटक पारेर मोबाइल दोकानबाट निस्क्यौँ हामी अब चाहिँ जानुपर्छ साथीहरू हामी बाटोमा छौँ पानी परेर बिचोक भयो यार भिजेर खत्तम भयो ओड्ने पनि ल्याएको थिएँ हेलो साथीहरू फाइनल्ली आज चाहिँ हाम्रो भेनाहरू घर जाने भइसक्यो मैले चाहिँ आज के किन्यो भनेर तपाईँहरूलाई देखाउँछु है मैले पहिला मेरो छोरीको लागि है यो चाहिँ मेरो दिदीको छोरीको लागि दिदीको छोरी मतलब मेरो छोरीको अन्तरमा होइन यसो देखाउनु त मेरो पनि छोरी क्या हेर्नु कस्तो छ गाइज भनिदिनु होला है यो मेरो छोरीको लागि सेम किनेको मैले दुईवटा छोरी अनि भदैनीको लागि भाइको छोरीको लागि पनि किनेको है यो चाहिँ म खोलेर देखाउँदिनँ सेम छ है सेम हो ठुलो सानो मात्रै फरक अनि मैले क्याडबरी है यसले चक्लेट दुईवटा चक्लेट ल्याएको छु है साथीहरू दुईवटा चक्लेट डिब्बा अनि त्यो चाहिँ देखाउनु हुँदैन है अनि मैले त्योहरू त देखाउनु नि पहिले अनबक्सिङ गरेर राखेको पनि के पनि होला मैले मोबाइल पनि दिएको छु है साथीहरू दुईवटा त्यो मम्मीको लागि मेरो दिदीको लागि ओके साथीहरू बाँकी भिडियो म अहिले मेरो भेनाहरूलाई छोड्न जाने टाइममा बनाउने छु गाइस हेलो साथीहरू हामी चाहिँ अब भेनाहरूलाई छोड्न जानु लागेको साथीहरू हेर्दै गर्नलाई साथीहरू हामी चाहिँ भेनाहरूलाई छोड्न जानु लागेको रातिको 1 बजिसक्यो है गुड मर्निङ भन्ने बेला भइसकेछ त हौ हामी चाहिँ बाटोमा हिँड्दैछौँ साथीहरू भेनाहरूलाई छोड्न जानु लाग्यो कस्तो कस्तो लागेछ मलाई त जाडो भएको छ भिडियो गर्दै हिँड्दै हो क्या म त के त्यो मैले माता हान्दा छ ओस मुद्दा थाहा थियो कि मलाई त्यस्तै भन्छ भनेर बाटोमा जाँदैछौँ साथीहरू हामी चाहिँ बाटोमा जाँदैछौँ म त पुरा पानीमा भिजेँ आज चाहिँ मैले भिडियो बनाउनु पनि पाएन है अघि न किनभने पानी परेको थियो नि त त्यही भएर भिडियो बनाउन पनि पाएन चाहिँ यता कल्याणतिर हिँड्दैछौँ साथीहरू हाम्रो भेनाहरूलाई छोड्न जानु लाग्यो यतैबाट गयो हुन र के टाढा छ र कस्तो टाढा भनेको हामी चाहिँ टनक टनक परेर भेनाहरूले खाना पनि खानु भएन हामी चाहिँ खाना घिचेर टनक टनक हिँड्दैछौँ कोहीले पेट मसर्दै लौ त नि भेनाजुहरू राम्रोसँग जानु के गर्नु भनेको खिच्नु पर्यो नि यो यसो गरेर देखाउनु पर्यो नि त साथीहरू अरू भिडियो चाहिँ हेर्दै गर्नलाई मैले स्टेसनमा पुगेपछि बनाउँछु कति शीतल यो लाइटको रमाइलो गरेर डिस्टर्ब भएको छ क्या फेरि हामी चाहिँ बाटोमा हिँड्दैछौँ है थोरै चाहिँ टाइम लाग्छ क्या हामी स्टेसनमा पुग्नलाई हो टाइम लाग्छ नि हो साथीहरू यहाँ चाहिँ के रहेछ साथीहरू हामी चाहिँ टकलक्कै 2 घन्टामा वेटिङमा बस्नुपर्ने भयो के गर्नु है गाह्रो छ जिन्दगीमा गाह्रो छ
हो गाह्रो छ साथीहरू 2 घन्टा वेटिङ बोला रानी बाटो काट्नु कति साह्रो हो गाह्रो हो बाटो काट्नु कति साह्रो हो कति गाह्रो हो साथीहरू सिधा साथीहरू हामी चाहिँ बाटोमा आइपुग्यौँ वेटिङमा 2 घन्टा भन्छ के गर्ने त्यो पाउने भयो भेना मेरो भेना यता हेर्नु त्यो चाहिँ यस्तो राम्रो बिल्डिङ छ क्या साथीहरू हामी ट्युसनतिर आइपुग्यौँ है ट्युसनतिर आइपुग्यो कति टाइम बस्नुपर्ने हो पुरेर पर्खेर दिमाग खराब भयो नि यार ल साथीहरू हामी चाहिँ भित्र छिरिसक्यौँ साथीहरू हामी चाहिँ ट्युसनमा आइसक्यौँ है कतिखेर आउँछ ट्रेनहरूको त गइरहेको छ हाम्रो चाहिँ आएको छैन पर्खेर बसिरहेको छ यता हेलो भेना यता मेरो बुढो कान्छ हेलो भन्नु मेरो हातमा हिँडेछ लास्ट वेटिङमा बस्छ यार मान्छेहरू साथीहरू हाम्रो भेनाहरूको गाडी मतलब साथीहरू हाम्रो भेनाहरूको ट्रेन आउने टाइम भयो आउँदैछ होला सायद आएपछि म देखाइहाल्छु है तपाईँहरूलाई देखाइहाल्छु है त साथीहरू हेर्दै गर्नुहोला साथीहरू ट्रेन आयो साथीहरू हाम्रो चाहिँ ट्रेन आउँदैछ है उता आउँदैछ है साथीहरू आयो बत्ती बाल्दै रेलवेको ज्यादैमा बत्ती बालेर आयो है आयो है हाम्रो भेनाहरूको ट्रेन चाहिँ आइसक्यो साथीहरू हेर्नु होला आयो मुम्बई टु नेपाल दुई पारेर आयो प्लेटफॉर्म क्रमांक 4 पर इधर आओ ना यता प्लेटफॉर्म क्रमांक 4 पर हो यहाँ जानु प्लेटफॉर्म क्रमांक 4 गयो गो के गर्नु हाम्रो बेना मेरो बेना चाहिँ भित्र बसेर हेर्नु पर्छ बेना हात निकाल्नु न बेना बाई बाई सुरक्षित यात्रा की शुभकामना करते हैं गयो गो साथीहरू हाम्रो बेनाहरू अब ट्रेनमा गयो चढेर बत्ती नबन्ने पान नगर्ने साथीहरू उल्टो भयो नि एउटा देखाएको बेरै 2 घन्टा लेट भनेको थियो प्लेटफॉर्म क्रमांक 4 रवाना हुई प्रवाशांना विनंती आहे साथीहरू अब भेनाहरूलाई छोडेर फर्केको हामी के गर्नु नरमाइलो लाग्यो रुन पो मन लाग्थ्यो हो मलाई त के गर्नु एक रात पनि बस्न पाएन मेरो घरमा के गर्नु साथीहरू राम्रोसँग जाओस् मेरो भेनाहरू राम्ररी पुगोस् है हामी पनि फर्किँदैछौँ अब रुम जानुपर्छ सक्यो न लामो रहेछ यो गाडी कति लामो थियो है चारजना भएर आज 2 जना भएर फर्किँदैछौँ छोडेर फर्क्यो हामी अब
ओके साथीहरू फाइनल्ली यसमै बाई बाई भन्न चाहन्छु सबैजनालाई